बालेन शाहको अहिले एउटा तस्बिरले सर्वत्र चर्चा पाइरहेको छ। शनिबार दिउँसो उनले एउटा तस्बिर राखे जहाँ नेपाली प्रोडक्टको चर्चा गरिरहेका थिए। उनले चौरीको दुधबाट बन्ने चीज खाइरहेको तस्बिर सार्वजनिक गरेका थिए। अब यहाँबाट प्रश्न बुझ्न सकिन्छ कि उनले चौरीको चीज खाइरहेका होइनन् कि अझ नेपाल सरकारको मातहतमा रहेको डीडीसीबाट उत्पादन हुने चौरीको छुर्पी, चौरीको चीज लगायत चौरीको विभिन्न प्रोडक्टहरू छन्, यी सबै खानुपर्छ भनेर चर्चा गर्न खोजेको प्रश्न देखिन्छ। योभन्दा अगाडि सुदूरपश्चिमको बढीमालिकाको चर्चा उनले चुनाव अगाडि गरेका थिए। दर्शकबिन, चुनाव अगाडि सुदूरपश्चिमको बढीमालिकाको बारेमा उनले जब बोले त्यसपछि अहिले बढीमालिकामा जाने भक्तजनहरूको भिड छ, पर्यटकहरूको पनि भिड छ, बढीमालिका हेर्ने लर्को छ। त्यस्तै उनले यसपटक अर्को चर्चा के गराए भने चौरीको चीजको चर्चा गराए। चौरीको चीज अहिले विश्वभर निर्यात पनि हुन्छ र विश्वभर बजारीकरण पनि भइरहेको यो चौरीको चीज नेपाली उत्पादन हो भनेर चिनाउन खोजिरहेका छन् बालेनले। अब त्यति मात्र होइन, बालेनले सामाजिक सञ्जालमा पोस्ट गरिसकेपछि नेपालमा मात्र चर्चामा आउने विषय होइन, विश्वका विभिन्न देशका नागरिकहरूले पनि बालेनको पोस्टलाई हेर्ने गर्छन् र बालेनको पोस्टलाई हेरेर नेपालमा उत्पादन हुने तर बजारीकरण कम भएका चिजहरूको यति बेला चर्चा गरिनु पर्छ। हामीले गाई, भैँसी लगायतका दुधबाट बनेको चिज, छुर्पी लगायत विभिन्न प्रोडक्टहरू खाँदै आएका छौँ, प्रयोग गर्दै आएका छौँ, पनिरसम्मका खानेकुराहरू प्रयोग गर्दै आएका छौँ। तर हामीले यसरी चौरीको छुर्पी, चौरीको चाहिँ चिज लगायतका खानेकुराहरू खाएका नहुन पनि सक्छ। त्यसकारण नखानेहरूलाई, थाहा नहुनेहरूलाई पनि चौरीको चिज पनि खान मिल्छ, यसलाई विश्व बजारीकरण गर्नुपर्छ भन्ने तरिकाले पनि उनले चर्चा गरेका हुन् भन्ने लाग्छ। त्यसो त हिमाली क्षेत्रमा पाइने चौरीको दुधबाट बनिने चिज अहिले नेपालमा मात्र होइन विश्वमा बजारीकरण हुनुपर्छ भन्ने सबैले चाहेकै छन्। त्यसमा बालेन शाहले खेलेको यो भूमिकाको त प्रशंसा गर्नै पर्छ। प्रधानमन्त्री स्वयंले नै यसरी सामाजिक सञ्जालमा पोस्ट गरिसकेपछि धेरैले प्रतिक्रियामा भनेका छन्, हामीलाई थाहा थिएन चौरीको दुधबाट चिज पनि बन्छ भनेर, हामी त खुसी भयौँ, हामी अब नेपाली प्रोडक्टलाई प्रयोग गर्छौँ भनिरहेका छन्। त्यसो त बालेन शाहले चुनाव अगाडि नै बाचा गरेका छन् कि नेपालमा उत्पादन हुने चिजहरूको विश्व बजारीकरण गर्छौँ भनेर। राष्ट्रपाको पनि यो नीति नै छ, नीति कार्यक्रममा पनि यस विषयलाई समावेश गर्न खोजिएको छ। त्यसकारण पनि बालेनले अब दैनिक जसो यसै गरी आफ्ना बजारमा पाइने, अझ भन्नुपर्दाखेरि नेपाली प्रोडक्टहरूलाई विश्व बजारीकरण गर्न चाहिरहेका छन्। इन्डियाबाट आउँदै गरेको विभिन्न खाद्य पदार्थहरू अहिले रोक लागेको छ, चिनीको पनि रोक लगाइएको छ। चिनीलाई नेपालमा आउन रोक लगाइसके पश्चात बालेन शाहले खेलेको यो अर्को उत्कृष्ट कदम हो जस्तो लाग्छ। उनले सामाजिक सञ्जालबाट यसै गरी प्रचार गरेमा नेपालमा उत्पादन हुने चिनीले नै नेपाललाई धान्ने छ। त्यसै गरी जुन चिजहरू भारतबाट नेपालमा ल्याउन रोक लगाइन्छ ती चिजहरूलाई नेपालमै प्रयोग गर्न सकिने, अर्थात् नेपालमै छ भन्ने गरी बालेन शाहले केही न केही नयाँ उत्पादनको बाटोहरू रोजिरहेका छन्। त्यसो त भारतबाट अहिले दुध आउन पनि रोक लगाइएको छ र अहिले नेपालकै दुधले, अझ दही दुधले पुग्ने गरी केही न केही तयारी गरिएको छ भन्ने प्रश्न देख्न सकिन्छ। एडमिसन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी।